साथीहरु म चाहिँ अब म नानीको प्रोग्राममा जान आँटेको यस्तो छु यो साडी नमिलेर डल्लो पारेर हिँड्दैछु अब यहाँनिर माथि काकीलाई मिलाइ माग्छु के भयो साडी मिलेन रिस उठेर केही देखिन म मेरो चाहिँ म चाहिँ साडी लाउन जान्दिनँ अब रेडीमेड गरेर आउनु कस्तो देख्यो मलाई तेरो मलाई देखाऊ रिस उठेर झन्डै मोरे एकछिन सोभिताले स्माइल गरेन भनेर यहाँ रिसाउँदैछ मसँग रेड लिपस्टिक लगाएको भए नि हुन्थ्यो रहेछ है पाइन नि त त्यसको बाउको यति बेला खोज्दाखेरि ल्या बोली त दामी हुन्छ है साथीहरू रिस उठेको जगमा बोलीहरू नि हामी सबैजना जम्मा भए डोए हामी साथीभाइहरू जम्मा भयो तर 11 नम्बरको गाडीमा हिँड्नु पर्यो खै गाडी पाउनु छैन 11 नम्बरको गाडीमा हिँड्दैछ भाइ हामी नि गाडी आज 11 नम्बरको गाडीमा के गरेको तैँले चाहिँ ती माथि आइसक्यो है हिँडेर 11 नम्बर गाडीमा यही यहाँ चाहिँ सबै होमस्टे मात्रै छ स्याहाँ पनि भइरहेछ तर तपाईहरुलाई अप टु डेट चाहिँ दिँदै गरेको बाइक नि मुन्दानलाई बिस्तारै बिस्तारै पुराउन लाउनु पर्छ आयो यहाँ चाहिँ होमस्टे मात्रै छ यहाँबाट परको भ्यू दामी देख्छ अरे कि आज ढुस्सेले देखेको छैन रहेछ यो चाहिँ होमस्टे कञ्चनजङ्घा होमस्टे अरे यो चाहिँ ढुक्कै भएर जाँदैछ आलडाँडासम्म भयो नि सबै आमा पार्टीलाई भेट्यौं मदर पार्टीलाई 11 नम्बरको गाडीमा आउँदाखेरि झन्डै मर्यो कम त थाकेन त हिँडेको हामी उकालो कहाँ गाडी पाए त अन्त हामीले उयोदेखि अलिकति चाहिँ पायो होला आलडाँडासम्म त्यति भए नि सन्चो भयो अन्त बिपना नि आउँछ भन्दै थियो त आएन ए साथीभाइ स्टार्ट त भालेको मात्रै यहाँनिर मेरो साथी चाहिँ घोबे चाहिँ ओए सबिता अस्ति भावनाले फोन गर्यो भने नि त्यसले सोध्दै थियो चाहिँ तँसँग त्यो के तँसँग हिँडिबस्छ नि ऊ चाहिँ को यतापट्टिको बुहारी हो नि उसँग मात्रै हुन्छ नि त तेरो साथी रहेछ है भन्दै थिएँ उहीसँगै त हुन्छु त म भनेको यो र म त छुट्टिँदैन नि हामी दुईजना त आयो घाम तान न आइपुगे हामी साडी लगाउनेर हामी 3 जना मात्रै उठ्यौ ठिकै छ त अन्त के हुन्छ है आमाहरू मदोसहरू मोडल भयो है अब यहाँ बसेर चाहिँ म चाहिँ यहाँको पत्कर किन भाउजू त्यो हो रातो कुन चाहिँ यो हाम्रो त नानीहरूको गाडी आयो यहाँ बदमासहरू बसिराख्नु भएको रहेछ हामी चाहिँ आइपुगे गरम भयो यहाँ चाहिँ छोडेर हामीलाई यसले अन्त यहाँ चाहिँ नानीहरूकै प्रोग्राम हेड सर हेड म्याम
नानीहरू छन्। विवान हेर न, अझै विवानले के अरे मलाई, मम्मा तपाईँको भएन साडी, अब भोलि नराम्रो भयो भन्छ होला सबैले। यताबाट हुन्छ। टिचर्सहरू हुनुहुन्छ, हामीले अर्गनाइज गरेको छौँ। उद्देश्य चाहिँ हामीलाई चियरअप गर्दै गरे नानीहरू अनि आमाहरूको बिचको सम्बन्ध। अब सोभिताको त्यसलाई चाहिँ गरम भएर केही छैन अरे हो। Happy Mother's Day! हामी एकअर्कालाई विश गर्नेछौँ। Happy Mother's Day! Happy Mother's Day! हामी सबैजना यतिखेर छेउमा हुने साथीले भनेछौँ Happy Mother's Day! Happy Mother's Day! So Sachin, this is a very beautiful day that we are celebrating today, and we are lots of enjoying this day. Happy Mother's Day! चादर ओढ़े या खड़ा कोई, देखो देखो क्या वो पेड़ है, चादर ओढ़े या खड़ा कोई, बारिश है या आसमान ने छोड़ दिए हैं नल खुले कहीं, हो हम जैसे देखे ये जहां है वैसा ही, जैसी नजर अपनी खुल के सोचे आओ, फैलाओ, नया टकराओ, चलो 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 नए ख्वाब बुनो। मेरी प्यारी आमा फूल जस्ती, मीठो बोली परी जस्ती, न्यानो काखमा मलाई राखी, न्यानो काखमा मलाई राखी, मीठा मीठा कुरा सुनाउँछिन् घरी घरी आमा। मेरी प्यारी आमा, आमा मलाई माया गर्छिन्, भोक लाग्दा खाना दिन्छिन्, आमा मलाई माया गर्छिन्, भोक लाग्दा मलाई खाना दिन्छिन्, रुँदा मलाई सुमसुमाउँछिन्, गुनगुन गीत पनि गाइदिन्छिन्, रुँदा मलाई सुमसुमाउँछिन्, गुनगुन गीत पनि गाइदिन्छिन्, आमा मेरी प्यारी आमा। मलाई बोल्न सिकाए आमाले, मलाई हाँस्न सिकाए आमाले, मलाई बोल्न सिकाए आमाले, मलाई हाँस्न सिकाए आमाले, मलाई हिँड्न सिकाए आमाले, मलाई नाच्न सिकाए आमाले। आमा मेरी प्यारी आमा, आमा बिना मेरो यो मन डराउँछ, आमा बिना मेरो यो मन डराउँछ। जन्म जन्म हो तू ही मेरे पास, जन्म जन्म हो तू ही ज़मीं आसमां, जन्म जन्म हो तू ही मेरे पास, जन्म
जन्म ओ तू ही ज़मीं आसमां ये है खबर कहीं रब रहता है मगर मेरे दिल में रहती भोली वाली मेरी माँ मेरे दिल में रहती भोली वाली मेरी माँ नानीको प्रोग्राम पनि सक्यो एक दुईवटा फोटोहरू खिचे नानीसँग मेरो फोटो खिचे त्यहाँदेखि फर्के नानीको प्रोग्राम सक्यो थ्यांक यू